Hello everyone. Today I'm going to do one next numerical of hydropower of chapter 3 है यसमा चाहिँ के रे 2017 मा आएको क्वेशन छ स्प्रिङ 1 को बी मा यो क्वेशन र यो किताबको क्वेशन सबै एउटै छ भ्यालु एन्सरमा एउटै आउँछ लास्टको यो भ्यालु मात्र फरक दिएको छ र यसले के एन्सर फरक पारेको छैन म देखाउँछु किताब र म अलिकति गरेको फरक छ किताबमा एक्स्ट्रा गरेको छ अलि गल्ती जस्तो लागिरहेछ हैन क्वेशनले के भनेको छ पावर एलिमेन्ट चाहिएको छ यदि चाहिँ इफ 8515 किलोवाट power is to be generated continuously throughout there with 70% efficiency and average load of 18.3 head of 18.3 meter watts of the storage requirement भन्छ हैन हामीलाई पावर दिएको छ हेर्दिएको छ एफिसिएन्सी चाहिँ यहाँदेखि हामीले के यो जो चाहिने पर्ने डिस्चार्ज कति मेन्टेन गर्नुपर्ने रहेछ त्यो पावर निकाल्नलाई मिनिमम त्यो यो 8515 पावर मेन्टेन गर्नलाई चाहिँ कति पावर मेन्टेन डिस्चार्ज मेन्टेन गर्नुपर्छ 67.76 हैन तपाईले म गर्दाखेरि विशेष ध्यान दिन्छु अब यसमा चाहिँ डाइरेक्ट अब हाम्रो के गर्ने सुरुमा भने सिम्पली रफली गर्नुपर्छ हैन रफली पनि मैले गरेको छु रफली गर्दा चाहिँ पहिला अब कस्तो हुन्छ भनेपछि जस्तै यो जनवरी देखि डिसेम्बर सम्मको यो हरेकको यो जो छ नि यो फ्लो दिएछ फ्लो मिटर क्युबमा दिएछ फ्लोलाई डेज अनि डेजले डिभाइड गरेपछि के हुन्छ डेज इन्टु आवर इन्टु सेकेन्ड गरेपछि के हुन्छ मिटर क्युब पर सेकेन्डमा जान्छ हैन त्यो त नर्मल कुरा भइहाल्यो अनि त्यहाँदेखि पहिला के हुन्छ हरेकको जनवरीदेखि डिसेम्बरसम्मको निकाल्ने यो फ्लो निकाल्ने हैन फ्लो निकालिसकेपछि रफली है अनि रफली फेरि यो रफली नै यसलाई के गर्ने फेरि हाम्रो के गर्ने अनि यसलाई फेरि डिसेन्डिङ अर्डरमा यसलाई हामीले प्लट गर्ने जनवरीदेखि डिसेम्बरसम्म अनि हामीलाई के भन्छ यो 67.76 त हामीले मेन्टेन गर्नुपर्ने छ नि त अब यो कहाँनिर पर्छ भने त सायद डाइरेक्ट यो त गर्न सकिँदैन रफली निकालिसकेपछि यहाँनिर के गर्ने हामीले 72.92 छ त्यो पछि के छ 59.41 छ भनेपछि इन दुईटाको बीचमा चाहिँ के पर्दो रहेछ त्यो हाम्रो रिक्वायर्ड डिस्चार्ज पर्छ हैन रिक्वायर्ड डिस्चार्ज इन दुईटाको बीचमा परिसकेपछि हाम्रो कुनदेखि तल छ जुलाई र अगस्तको बीचकोमा पर्दो रहेछ भने थाहा भयो नि अब बल्ल हामीले यहाँदेखि गर्न सुरु गर्ने कि नत्र भने डाइरेक्ट गर्दा यो जुकी धेरै कन्फ्युज हुन्छ झन् टाइम एक्स्ट्रा खर्च हुन्छ त्यो भन्दा यति थोरै रफली गर्ने है त्यो पछि अब जुलाईको र अगस्तको बीचमा पर्दो रहेछ त्यही भएर जुलाईसम्म त सुइसी गर्ने अनि अगस्तकोमा अनि यहाँनिर जुलाई र बीच अगस्तमा रिक्वायर्डको यो भयो योदेखि फेरि तल नर्मल जाने भयो यो पछि योबाट फेरि हाम्रो के छ यो पर्सेन्टेज अफ टाइम निकाल्यौँ हैन निकालेपछि हामीले यो अनि फ्लो ड्युरेसन कब बनाउन सक्छौँ यो त हामीले दुईटा मेथड छ किताबले पनि दिएको छ एरिया निकाल्न एरिया मेथडबाट पनि दिएको छ नर्मल अरू मेथडबाट पनि दिएको छ मैले चाहिँ अब एरिया मेथड भन्दा अर्कै जेनरल मेथडबाट गर्न अब तपाईलाई सजेसन दिन्छु एरियाबाट पनि खासै छैन यो तपाईले बुझिहाल्नुहुन्छ अब माथिसम्म त अब यति मेरो चाहिँ के फरक छ भने किताबले चाहिँ पावर पनि निकालेको छ मैले पावर निकाल्नु अब गल्ती पावरको कुनै काम छैन हैन पावर निकाल्नु गल्ती नै हो त म भन्दैन तर के भनेछ भने जस्तै हाम्रो अब डिसेन्डिङ अर्डरको अब हाम्रो रिक्वायर्ड डिस्चार्ज यति हो यो भनेको योभन्दा बढी आइसकेको छ भनेपछि त हाम्रो मिनिमम डिस्चार्ज यति मेन्टेन गर्नु छ नि त भनेपछि यो डिस्चार्ज राखेर यसले पावर निकालेको छ तर मलाई लाग्छ भनेपछि 67.76 निकालेर यहाँसम्मभन्दा माथिको पावर निकाल्नु पर्ने हो तर यहाँबाट चाहिँ कुनै पावरको जरुरतै छैन त्यो कारणले गर्दा किताबले पावर निकाले पनि मैले चाहिँ पर्सेन्टेज अफ टाइमसम्म मात्र निकालेको छु पावरको जरुरतै छैन है त्यसले मैले अब सरलाई सोध्नु पर्ला यो अलिक चित्त नबुझेर चाहिँ मन अलि लागेन त्यसले मैले पावर निकालेन यसको त्यो भएपछि अब एरियाबाट निकाल्दाखेरि चाहिँ कस्तो हुन्छ भने जस्तै हेर्नु यो अब 1 यो ट्रायंगल छ 1/2 बेस इन्टु हाइट हो यो भनेको यसको डिस्टेन्स के हो हाइट भनेको यो माइनस यो भएन यो हाइट आल्यो यसको डिस्टेन्स गर्नलाई यो माइनस यो भनेको कति हुन्छ हि हुन्छ यो 67 माइनस 76 माइनस 51.41 हुन्छ यसो नापेर यताबाट गरे पनि हुन्छ ग्राफमा अथवा हि नै हुन्छ यो माइनस यो 1/2 बेस इन्टु हाइट अब यसको लागि ट्रापेजोइडलबाट गरे पनि हुन्छ यो इन्टु यो प्लस यो डिभाइड बाइ 2 इन्टु यो गरे पनि भयो अथवा जेनरल मेथडबाट गर्न झ्याउ लाग्छ भने तपाईले जेनरल मेथडबाट सिकाउँछु म जेनरल मेथडबाट गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेपछि यस्तो देखाउँछु है ल अब हेर्नुस् अब हामीले सुरुमा अब यहाँनिरबाट निकाल्नु पर्यो 59.41 बाट हैन अब 59.41 बाट निकाल्दाखेरि दुई यस्तो हुन्छ अब जस्तै मैले यहाँ के छ 0 किन लेखेपछि 59.41 र दुईटा स्टेप हुन्छ नि त यसको र रिक्वायरमेन्ट जो रिक्वायर्ड छ त्यसको बिचमा अरु कुनै भ्यालु छैन त्यही र 0 अनि यो जो रिक्वायर्ड छ त्यो माइनस 59.41 डिभाइडेड बाइ 2 इन्टु अब यो चाहिँ माथिदेखि आउँछ किन डिसेन्डिङमा छ यो चाहिँ एसेन्डिङमा छ तलतिर यो माइनस 0 प्लस यो माइनस यो डिभाइड बाइ 2 इन्टु अब यसको ठ्याक्क यताको कुन छ 66.67 माइनस 61.52 66.67 माइनस 61.52 भयो हैन तपाईलाई माथि देखाउँछु ल यसरी अब त्यसको लागि यसमा आयौँ हामीहरू
अब यसको सिक्यो होइन, जस्ट यसको रिक्वायरको तल सेकेन्ड लास्टदेखि सुरु गर्ने। अब यसको आयो, यसमा गर्दाखेरि इन्दिराको यो भ्यालु छ, बिचमा भ्यालु छ है 67.76 67.76 माइनस यो 59.41 प्लस 67.76 माइनस 47.04 डिभाइड बाई 2 प्लस अब यसको 75 माइनस 67, यसको चाहिँ तलदेखि माथितिर, यसको माथिदेखि तलतिर, यसको तलदेखि माथितिर होइन। अब फेरि यसको पाला आयो थर्डको, यसो गर्दाखेरि 67.76 माइनस जस्ट यसको माथिको कुन छ यसको निकाल्नु छ भने जस्ट यसको माथिको र यसको गराउनुपर्छ माइनस 47.04 प्लस 67.76 माइनस यसको 32.11 होइन डिभाइड बाई 2 इन्टु अब यसको 32 को निकाल्दैछु 83.33 माइनस 75 डिभाइडेड बाई 100 यस्तो गरेर यहाँसम्म निकाल्ने आउँछ, सुक्वाइमा आउँछ। यसलाई चाहिँ मल्टिप्लाई गरिदिने, युनिटली डिस्चार्ज आउँछ।